बाबु ए बाबु के गर्दैछौ तिमी? ए मम्मी आउनु भएछ। पख पख केटा फेरि सुरुबाट खेल्नुपर्छ। के गर्दै थियौ बाबु? 7 बजिसकेछ। लु ताता त दुध ल्याइदिएको छु, पिहाल त। हुन्छ मम्मी, म त बिहानै उठेर पढ्दै थिएँ नि। ल बाबु दुध पिउँदै पढ है, म किचनमा गएँ खाना बनाउन। हुन्छ मम्मी। जे होस् मेरो छोरा त अनुशासितै छ, गर्छ केटोले प्रगति। मम्मी गइसक्नु भयो, आइज केटाहरू अब स्टार्ट गर्नुपर्छ। खेलौँ। बिमा शक्तिमा झऱ्यो, बिमा शक्तिमा छिटो छिटो झर्ने। छिटो आइज है। अब झरीमै हामी झरिसक्यौँ है। हाना नाना नभए ठोक ठोक त्यसलाई। रमा रमा के गर्दैछस्? म बिहानै उठेर घाँस दाउरा गरेर आइसकेँ, यो भने अझै कोठामै रहेछ। रमा 8 बजिसक्यो। हजुर मम्मी, म भित्र पढ्दै थिएँ। फाइनल जाँच पनि आउन आँटिरहेछ, त्यसैले म्याथको प्र्याक्टिस गर्दै थिएँ नि। लौ हेर, भनेपछि चुलामा पनि पुगेकी छैनस् त? के गर्नु, आफ्नो त कर्मै अभागी। न त बुढाको साथ, न त छोरीको आस। के गर्नु, मर्यो म त। उफ। मम्मी आज खाना पकाउनै भ्याइन, म्याथको थुप्रो प्र्याक्टिस गर्नु थियो। अरू दिन त मैले पकाएर जान्थेँ नि। बोबो नाटक नगर, आजकल त मेरो टाउकोमा टेक्न थालेकी छिस्। जति ठुलो हुँदै गई त्यति कामचोर हुँदै गई। सक्दिनँ म खानासाना पकाउन, जेसुकै गरेर स्कुल जा। लौ 9 पो बजेछ त, अब खाना बनाएर स्कुल जान भ्याउँदिन। होस् भोकै जान्छु। ओहो महारानी, भात सब्जी नपकाई स्कुल जाने? म बिहानदेखि गाई बस्तु घाँस पात गलेर मर्नु भएर बसिरहेको छु। खाना चाहिँ कसले पकाइदिन्छ नि? पर्दैन स्कुल जानु, काम चाहिँ एउटा गर्ने होइन। भातमा त यति हँसु चाहिँ। नाइ मम्मी, म त जसरी पनि स्कुल जान्छु, एक्जाम आउन लागिरहेछ। के रे फेरि बोल्दा अझै मुखमुखे लाग्छ। स्कुल जानु पर्दैन। दिदी ए दिदी, के भयो? बिमारी जस्तै हुनुहुन्छ त। के हुनु र बहिनी, छोराछोरी बढेपछि सुख पाइन्छ भन्थे, मेरो त खप्परमै दुःख लेखेको रहेछ। बुढो भनाउँदो मर कि जीवित छन् अत्तो पत्तो छैन। म त साह्रै तनावमा छु बहिनी। ओहो दिदी, साह्रै तनावमा पो हुनुहुँदो रहेछ त। जन्म मैले त छोरा जन्माएछु। बरु यसो राम्रो केटा खोजेर बिहे गरिदिनु पर्छ। बढीकी छोरीको भरोसा हुँदैन है दिदी। अब त्यसै गर्नु पर्ला बहिनी, केही उपाय लागेन भने। हुन्छ दिदी, मलाई पनि अहिले अलिक हतार छ, बजार हिँड्ने कि पछि कुरा गर्न आउँछु नि है। हजुर। हेलो हजुर, रमाको को पो बोल्नुभयो? म यहाँ स्कुलबाट कल गरेको। ला फिसले गर्दा फोन गरे होला, के गर्ने हो अब। हो म रमाको आमा बोलेको। हेर्नुहोस् न, रमाको बाले विदेशबाट 15-20 दिनपछि पैसा पठाउँछु भनेका छन्। म पुरै फिस लिएर आउँछु नि। होइन मेरो कुरा त सुन्नुहोस्। होइन ठिकै छ, यो चोटि पक्कै आउँछु पैसा लिएर। धेरै पनि भयो। त्यसो होइन, कुरा त सुन्नुहोस्। तपाईँको छोरी रमाले स्कुलमा क्लास टप गरेकी छिन्, त्यसैले माथिल्लो क्लासमा यो आउने शैक्षिक सत्रबाट स्कलरसिप पाएकी छिन्। त्यही जानकारी गराउनको लागि मैले हजुरलाई फोन गरेको। छिट्टै स्कुलमा आएर सम्पर्क गर्नु होला है त, मैले फोन राखेँ। होइन के भइरहेछ म त बुझ्नै सकेको छैन। क्लास टप, स्कलरसिप, म त छक्क परिरहेछु। रमा कता छेस्? स्कुलबाट कल आएको थियो। मम्मी किन, के भनेर कल आएको थियो स्कुलबाट? अनि तेरो कुरा त मैले केही बुझ्न पनि सकिनँ त। त स्कुल त भइस् रे, फेरि स्कलरसिप पनि पाइस् रे। स्कुलबाट कल आएको थियो। वा हो र मम्मी, म त क्लास टप भएँ रे। के हो खास कुरा, मैले बुझ्नै सकिनँ। म एससीमा पास भएछु नि मम्मी। होइन के हो आमा छोरीको निकै गन्तन मन्तन जस्तो छ त। सुन्नुहोस् न बहिनी,
स्कुलबाट कल आएको थियो रमा एससीमा प्रथम भइछे स्कलरसिप पनि पाइछे रे खै मैले त केही बुझ्नै सकेको छु हो र दिदी पढाइ त राम्रो रहेछ रमाको तर के गर्नु अर्काको घर जाने जातलाई बरु यसो केटा खोजेर बिहे गरिदिनु पर्छ लौ के भन्नुभएको काकी तपाईँले स्याबास भन्नु त कता हो कता बिहेको कुरा पो गर्नुहुन्छ त मलाई त हजुरको कुरा ठिक लागेन है काकी ए साँच्चै काकी अनि हजुरको छोराको रिजल्ट कस्तो आयो त उसको कुरा के सोध्छौ र ऊ त सिधै पास हुन्छ मेरो छोरा पो हो त किताब लिएर मात्रै बसिरहेको हुन्छ ऊ त सिधै फर्स्ट डिभिजनमा आउँछ सोध्नु पनि पर्दैन उसको बारेमा तिमीले सोधिन म उसको कुरा म त प्रथम भइहालेँ धेरै नफुर्क मेरो छोरालाई टप्न सक्दैनौ इक्जाममा कतैबाट गलत फोन आएको होला होला काकी तपाईँको लागि त गलत नै होला तर मलाई विश्वास छ म प्रथम भयो भनेर लौ पास भयो भनेर धेरै फुरफुर नगर हेरौला नि पछि हामी पनि होइन तपाईँलाई चाहिँ के म पास भयो भनेर डाहा लागे जस्तो छ त म त छक्क पर्छु त हजुरको कुरा सुनेर ओए रमा त कति मुखमुखे लाग्छस् हँ भित्र जा जान्छु यस्तासँग बोल्नु पनि परेको छैन मलाई गएँ म होइन दिदी तपाईँको छोरी त के साह्रै ठुली भएकी हो भुइँमा कुरा खस्न नपाउँदै मुखमुखै लाग्छ त यसरी नै छोड्नु भयो भने तपाईँले एक दिन मजाले दुःख पाउनु होला त्यही त अब केही सोच्ने बेला आएको छ यसले त अति गर्न थाली अब यसो होइन यसको बिहे गरिदिनु पर्छ खुब पढन्ते भएकी छे अब यसै गर्नु पर्ला बरु तिम्रो माइतीतिर यसो कुल घरको केटा छ भने विचार गर्दै गर है हुन्छ दिदी म कुरा राख्दै गर्छु अहिलेलाई म गएँ है छोरीलाई चाहिँ अलिक सबक सिकाउनु रमा के गर्दैथिस् भित्र खुब जान्ने पल्टेकी थिस् त अघि अब तेरो बिहे गरिदिन्छु म उतै पढ कि घरमा काम गरेर बस बाउले सुक्को पैसा पठाउँदैन जीवन धन्न दुनियाँको बाँकी पैसा चलाएको छ तनावै तनाव भो म त बिहे गर्दिनँ म त पढ्छु मेरो सपना पुरा गरेरै छाड्छु कसरी पचास हेरौँला नि म पनि खुरुक्क बेगर नत्र घरमा नबस बरु बिहे गर्नु परे म घरै बस्दिनँ म जसरी पनि पढेरै छाड्छु जेसुकै गर्नुहोस् ठिकै छ धेरै जान्ने भइस निस्किहाल मेरो घरबाट पाइला पनि देख्नु पर्दैन बस्नु पनि परेको छैन यस्तो नर्क जस्तो व्यवहार भएको घरमा नमस्कार म्याम नमस्कार बस्नुहोस् न म्याम म त जेम्सको रिजल्ट लिन आएको कुन डिभिजनमा पास भयो रिजल्ट पनि दिनुहोस् न सरी जेम्स त एसईमा फेल भयो जेम्सको विगत 1-2 वर्ष अगाडिदेखि नै पढाइ खस्किँदै गएको थियो तपाईँहरू सामु मैले पनि घरमा जानकारी दिनको लागि निकै नै सम्पर्क गरेँ तर त्यो बेला कहिले फोन काट्ने फोन नउठाउने फोन बिजी मुडमा राख्ने फेरि फोन गर्न खोजेको ब्लक लिस्टमा राखिदिनु भयो र परीक्षाको रिजल्ट लिन आउनुहुन्छ भनेर हामी चुपचाप बस्यौँ अहिले त कता कता सुनिन्छ जेम्सले लागु पदार्थ सेवन गरी कुलतमा फसेको छ यहाँ कम्प्लेन गर्न पनि 2-4 जना आएका थिए यो रिपोर्ट हजुर समक्ष चिठी काटेर पठाउँदा पनि कुनै रिस्पोन्स आएन लो हेर्नुहोस् तपाईँको छोराको परीक्षाको नतिजा जेम्स ए जेम्स कहाँ छस् तुरुन्त यहाँ आइज यही रहेछस् त बोलाउँदा पनि बोल्दैनस् त आज मलाई धेरै खुसी पारेको छस् धेरै पढेर राम्रोसँगले पास भइछस् त के भो किन थर्काएको मलाई के रे उल्टै थर्काए रे एउटा छोरा भनेर माया गरी गरी केही काम गर्न नलगाइकन तँलाई पढाए हुर्काए अहिले यही दिन देख्नलाई रहेछ होइन धेरै ल्याङ नगर्नुहोस् है मम्मीसँग भन्दिनँ है म तनाव भएको बेला तँलाई तनाव कि मलाई तनाव पक तँलाई मलाई त माथि यति धेरै आशा थियो तैले मलाई आज यो दिन देखाइस् होइन तैले म माथि हात उठाइस् होइन मलाई अति भयो टेन्सन
यो टेन्सन खप्न सक्दिनँ म हिँड्ने यो घरमा तपाईँ मात्रै बस्नुहोस्। बाबु मेरो छोरा नजाऊ। करिब 7 वर्षको अन्तरालमा आफ्नो पारिवारिक कलह र पढ्ने रहर पुरा नहुने वातावरण देखेपछि रमाले घर छोडेर हिँडेको त यहाँ उपस्थित सम्पूर्ण दर्शकवृन्दहरूलाई त थाहा नै छ। घर छोडेर गएपछि सहरमा एउटा संस्थाले उसलाई टेक केयर सहित पढ्ने वातावरण मिलाइदिन्छ र स्कलरसिपमा उनले कडा मेहनतका साथ डाक्टर अध्ययन गर्छिन्। यता जेम्स भने झन लागु पदार्थको सेवनले झन्झन लतमा फस्छ। न भविष्यको चिन्ता, कहिले बाटोको बास, कहिले खोलाको बास, ड्रग युज गर्न नपाउँदा बेहोसी भएर बरबराउँछ। तर रमाले आफ्नो मेहनतका साथ डाक्टरी अध्ययन पुरा गर्छिन् र आफू जन्मेको ठाउँ आएर प्रादेशिक अस्पतालमा डाक्टर बन्ने अठोट पुरा गर्छिन्। अब हामी पूर्ण नाटक सपना साकारलाई अगाडि बढाउँछौँ। मरे यो खप्पर पनि कति दुखेको। आया छोरी, मेरो छोरी, यो खुट्टा छोरी, टाउको हात पनि कति दुख्न सकेको। आया जिउ दुखेर मर्न आँटे। आया छोरी, के भएछ दिदीको घरमा? आइया त भन्दैछिन् त, छोरी पनि भन्दैछिन् त। के भएछ? छोरी आई क्या हो? दिदीलाई के भएछ? दिदी, ए दिदी। हजुर के भयो दिदी? म त मर्न आँट्यो। जिउ दुखेर टाउको दुखेर मर्न आँटे। छोरी खोइ हेरौँ दिदी। खोइ होइन, हात पनि तातो न तातो छ। ज्वरो आए जस्तो पो छ त दिदी। दिदी म त मर्छु होला। आया छोरीको मुख हेर्नै पाउँदिन होला। म त मर्छु होला बहिनी। यसो कहाँ भन्नुभएको हौ दिदी? आया जाउँ हस्पिटल, हिँड्नु त।
डाक्टर साहब एउटा इमर्जेन्सी बिरामी आएको छ। ल्याउनुहोस् न यतैभित्र। एकैछिन यता वेट गर्नुहोस् ल, यहाँ इमर्जेन्सी केस आएको छ अरे, हेरिहाल्नु पर्ने भयो। छोरा जेम्स, तिमीलाई के भयो? छोरा, तिमी मेरो जेम्स छोरो होइन? हो, यो मेरो छोराकै कोठी हो। तिमी जेम्स? काकी, मम्मी। मेरो छोरी रमा। बाबु, तिमीलाई के भयो? के भयो बाबु? मेरो छोरा, के भयो तिमीलाई? काकी केही हुँदैन, म उसलाई जसरी पनि सही ट्र्याकमा ल्याउँछु, म बचाउँछु उसलाई। नमस्कार, म कलाकार आरसी चमरागाई। म कलाकार आयुष्का रौतेल। म कलाकार हिरा देवी उप्रेती। म यस टेलिसिरियलको निर्देशक तथा लेखक निरज पोखरेल। म कलाकार हिमा देवी उप्रेती। म कलाकार महेन्द्र राज दाहाल। म कलाकार राधिका पौडेल।